हजुरहरूलाई यो चट्टेल हो। यो चट्टेलको तरकारी कसरी पकाउने भनेर देखाउँछु है त। यसमा चाहिँ यस्तो काँडा काँडा जस्तो हुन्छ, त्यस्तो कडा चाहिँ हुँदैन, नरम खालको हुन्छ। कतिपयले चाहिँ नि यसलाई पखालेर सिधै यसलाई यसरी पर्वत जस्तो आकारमा काटेर अथवा यसरी गोलो गोलो पारेर हामीले करेला भुट्छौँ नि, त्यो किसिमले पनि गर्नुहुन्छ होइन। म चाहिँ नि यसलाई यो बोक्रा तास्छु, पहिला यसरी यसरी तास्छु बोक्रा, यसरी 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 यो बोक्रा सबै तास्छु होइन। मैले पकाउँदाखेरि चाहिँ नि यसरी बोक्रा हटाइदिन्छु। यसरी बोक्रा हटाउँदाखेरि यो यस्तो हुन्छ। अब यसलाई पखालेर अनि अब आफूलाई कस्तो इच्छा लाग्छ, यो पर्वत जस्तो लामो लामो पारेर काटे पनि भयो अथवा गोलो गोलो पारेर काटे पनि भयो। म चाहिँ नि गोलो गोलो पारेर काट्छु यसलाई। यसरी यो बोक्रा तासिसकेपछि यस्तो हुन्छ, यो हेर्नुहोस् त यस्तो हुन्छ। म चाहिँ यसलाई गोलो गोलो पारेर यसरी मैले यहाँनिर अगाडि नै काटेर राखिसकेको छु होइन। अनि अब सबैलाई मनपर्छ भन्ने जरुरी छैन नि त। अनि बच्चाहरूलाई अब कसैलाई मनपर्छ कसैलाई मन पर्दैन, त्यो भएर मैले चाहिँ नि आलु पनि मिसाउँछु, आलु पनि काटेको छु। अब यो चाहिँ नि झोल तरकारी अब बनाएर खाँदा पनि मिठो हुन्छ, आफ्नो आफ्नो स्वाद अनुसार हो। म चाहिँ यसलाई भुट्छु, तेल मजाले हालेर भुट्नुपर्छ यसलाई। यसरी काटेर राखेको छु मैले, यसरी गोलो गोलो पारेर करेलालाई भुट्छौँ नि हो त्यसै गरी भुट्छु म चाहिँ नि। अनि आलु पनि मिसाउँछु। अब म चाहिँ यो चट्टेललाई भुट्न गइराखेको छु। यसरी कराई बसाल्ने होइन, फलामको कराईमा अझ राम्रो हुन्छ। अनि यसरी तेल चाहिँ मजाले हाल्नुपर्छ र यसरी यो मेथी फुराएँ मैले, त्यसपछि खुर्सानी पनि फुराइदिन्छु। अनि अब चाहिँ मैले चाहिँ नि अब केटाकेटीहरूलाई चट्टेल अब कसैलाई मनपर्छ कसैलाई मन पर्दैन, त्यही भएर मैले आलु यसरी पहिला आलु ओइरिएँ। अनि कतिजनाले चाहिँ नि आलु छुट्टै भुट्नुहुन्छ अनि छुट्टै चट्टेल भुटेर अनि मिसाउनुहुन्छ, राम्रोसँग खरो हुँदैन भनेर होइन। अनि म चाहिँ नि एकैचोटि अब आलु ओइरिएँ, म चाहिँ यहीँ हालिदिन्छु चट्टेल। यसरी मैले यो काटेर राखेको चट्टेल यसैमै मिसाइदिएँ मैले चाहिँ नि, एकैचोटि हालिदिएँ। अब यसमा स्वाद अनुसारको अब नुन हाल्ने थोरै, अनि थोरै बेसार हाल्ने। अनि यसलाई छोपी चलाई पकाउनुपर्छ, एकछिन छोप्ने अनि चलाउँदै पकाउने, किनभने भित्र सबै पाक्नु पर्यो नि त, खरो पनि हुनु पर्यो। अनि अल्छी गरेर चाहिँ नि यतिकै छोडेर गयो भने चाहिँ डढ्छ फेरि यो। यसलाई चाहिँ अलिकति मेहनत गरेरै पकाउनुपर्छ, एकछिन टाइम लगाएर छोपी चलाई पकायो भने खरो मिठो हुन्छ, नभए डढ्छ। एकछिन चलाउने अनि यसरी छोपिदिने होइन। अनि फेरि एकैछिनपछि खोल्ने अनि फेरि सबैतिर चलाउने, किनभने मैले आलु पनि यो पनि सँगै मिसाइदिएँ नि त, त्यही भएर दुइटै चिज पाक्नलाई त अलिक गाह्रो हुन्छ, खरो हुनलाई। त्यो भएर यहाँ बसेरै एकैछिनमा चलाइकन पकाउनुपर्छ। एकछिन छोपेर मैले राखेँ, यसरी चलाई पकाउने। यसरी एकछिन छोप्ने अनि फेरि चलाउने, यसरी नडरोस् भनेर कि। अब यसलाई छोडेर गयो भने त डढिहाल्छ, मिठो हुँदैन नि त डढेपछि। ल हेर्नुहोस्, यसरी मजाले चलाई पकाउँदाखेरि यस्तो भयो। मसला चाहिँ जिरा धनियाँको धुलो चाहिँ अलिक पछि हाल्ने, अगाडि नै हाल्यो भने डढ्छ, त्यही भएर अलिक पछि हाल्ने। अनि अब आफूलाई कस्तो मनपर्छ, मलाई चाहिँ यो लसुन हालेको मनपर्छ कि, मेरो घरको सबैजनालाई नै मनपर्छ, श्रीमानलाई पनि मनपर्छ, बच्चाहरूलाई पनि मनपर्छ। प्रायः आलु तार्दाखेरि मैले लसुन हाल्ने गरेको छु। अब
हजुरहरूलाई पनि मनपर्छ भने हाले हुन्छ, नभए नहाल्दा पनि हुन्छ, केही फरक पर्दैन। मैले चाहिँ लसुन पनि हालेर फेरि मजाले यसलाई चलाएँ। मजाले तेल चाहिँ मजाले हाल्नुपर्छ, मजाले यो फ्राई भए जस्तो एकदम भुटिनुपर्छ कि यो मजाले, अनि मिठो हुन्छ। जति यो भुटियो त्यति मिठो हुन्छ। यो चाहिँ मलाई एकजना भाउजूले गिफ्ट दिनुभएको थियो कि यो यसरी चम्चाहरू, यसरी यो पनौहरू यसरी राख्ने स्ट्यान्ड भनेर। वास्तवमा यो सजिलो रहेछ कि यसरी राख्नलाई, यसरी चलाइओरी गर्दाखेरि अनि यसरी टक्क राख्दाखेरि अब फोहोर भएन नि त तल। थ्याङ्क यू भाउजू हजुरलाई। अब यसरी थिच्ने यो आलु पाक्यो होइन, आलु पाक्यो, यो त झन् नरम हुन्छ। यो पनि पाकि नै सक्यो, तर अझै यसलाई खरो बनाउनलाई चाहिँ म एकछिन अझै पकाउँछु। अब चाहिँ म यसमा जिरा धनियाँको धुलो हाल्छु। मैले जिरा धनियाँको धुलो हालेँ। पिरो खान मन लाग्नेले थोरै खुर्सानीको धुलो हाल्दा पनि हुन्छ, मैले खुर्सानीको धुलो पनि हालेँ। अब यसलाई मजाले चलाउने, यसरी मजाले चलाउने एकछिनसम्म। कस्तो हेर्दै खाउँ लाग्ने, कस्तो मिठो भयो हेर्नुहोस् त। यसरी मजाले एकछिन चलाउने। ल हेर्नुहोस्, अब तारिएपछि भुटिएपछि चटेल यस्तो हुन्छ। अहिले मैले पकाएको चटेल अब खानको लागि तयार भयो, पाक्यो, यस्तो हुन्छ हेर्नुहोस् त। अनि दाल भातसित खाने असाध्यै मिठो हुन्छ। र यो चटेल चाहिँ बजारमा आजकल हेर्दाखेरि ठुल्ठुलो देखिने, भित्र चाहिँ बिउ हुँदो रहेछ, त्यस्तो खालको बेतमा राखेको हुँदो रहेछ। त्योभन्दा चाहिँ यो घरको लोकल चटेल चाहिँ असाध्यै मिठो हुन्छ। तराईतिर चाहिँ मैले यो देखेको थिइनँ, अहिले यो काठमाडौँमा चाहिँ नै हुँदो रहेछ। मलाई पनि असाध्यै मिठो लाग्छ, मेरो घर परिवारलाई पनि असाध्यै मनपर्छ। मैले त आज बनाएर खाएँ। अब हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोस् है त। नमस्ते, धन्यवाद।